सो गाइज मेरो ब्लगमा तपाईँलाई स्वागत छ होइन। अनि हामी चाहिँ गोरीहिलतिर गएको थियो कि अनि त्यति भिडियो बनाउनु पाएन अगाडिदेखि अनि बिचबाटदेखि छ। अब हेर्नु होला कस्तो लाग्यो, लाइक सेयर सब्सक्राइब गरिदिनु होला नि त। अब हेरिदिउँ है त भिडियोहरू चाहिँ। अब जस्ट बाइकहरूले बिच बिचमा धोका थियो तर केही छैन। अगाडि गइसक्यो होइन, सोधर यस्तो अग्लो बाटो छ तर हामी जाँदैछौँ वल्लभ छैन चिलमा। अब एकछिन भेटौँ माइक साथीहरू माथि गए बसी। अब हामी अब केटाहरू सोधन छ अब होइन, चिलमा जानुपर्ने हुन्छ। सो गाइज त्यहाँनिर बाइकले धोका दियो के लड्यो। अब तिस्कुले पनि धोका दिइरहेछ। बाइक नै लडिदिएर हामी चाहिँ अलि हाम्रो यो अलि टायर छ नि त, मैले चाहिँ यो चलाउनु दिएर हो। हेलो गर्दै दाई हो दाई दाई हो। दाई भने साथी भने दोस्त भने भाइ भने सब हो। साथीले चलाउनु दिएर हो होइन। अब चाहिँ पर्वत आयो कहाँ से तिमी सो सरी गाइज पर्वत आयो कहाँ से तिमी नैनीको रंग सारे 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 तिम्रै वारी पारे सो गाइज हामी चाहिँ भाग्यो आइपुग्यो। अब हामी चाहिँ अब गोरीखेल हाम्रो दाइ चाहिँ यहाँ छ होइन। हामी चाहिँ भाग्यो आइपुग्यो। सो गाइज हाम्रो चाहिँ लभली साउन्ड छ के। सो गाइज गोरीखेल पुग्न चाहिँ 1 घन्टा बाँकी थियो अनि बाइकले धोका दिएर अलिक त्यहाँ भयो। केही छैन गाइज। अब हामी चाहिँ मुभी लाग्नु पर्ने हुन्छ। हेलो बोल त ल। हेलो सो गाइज आइसक्यो हाम्रो यहाँ हिरोहरू। मुभी हाल्नुपर्छ हाम्रो। मुभी हाल्दैछु। कहाँ मुभी हाल्छु म त मेरो हाल्नु तेरो भर पर्दैन। न्युट्रलमा आएर कहाँ हाल्ने भन्नु एउटा पर्दैन तेरो। न्युट्रल आएको छैन। न्युट्रल आएको छैन। न्युट्रल यहाँनिर चाहिँ है ल मुभी हाल्नु पर्यो। फेरि लक भयो त ल सनै नि त होइन नि बाइक त रुकेर के भएर यो भन्ने जग्गा। सो गाइज बाइकले धोका दियो। अब के मेरो साथी होइन बाइकले धोका दियो। यस्तो पुरै बाइक बढ्नु लगाउनु नि बाइक पढ्नु त लडाउँछु त होइन। ठुलो सब केटाहरूले खाँदेर आएको हामीले त भोगेन भाइ। ठुलो चाहिँ खाँदेर आएको अघि त लास्ट वायर ठुलो खाँदै थियो कि आउँछ आउँदै। तनाव दिन्छ बाइकै दिन्छ बाइकै दिन्छ। बाइक मेरो मोबाइल तसँग छ होइन। यो छ बाइक बिग्रियो। बाइक बिग्रियो। स्लो एक्सप्रेसन हो के भन्ने
अनि स्टार्ट नभएपछि लास्ट गाह्रो दियो लास्टै गाह्रो यार गाइस कस्तो भने हाम्रो गाई फेरि हिँडाउँदैछ ल एउटा बाइकले यहाँ 5-6 यति बाइक ढल्ला आम्मा पैसा ल भिडियो नदिनु लाने अब चाहिँ खतम छ म सबजना जुत्ता लुगा सब खोल्दैछु ल लुक ल राम्रो भएर मैले खराब जान सक्दैन सु यो मिलाइदिया यो मिलाइदिन्छु यो त्यहाँ होइन ल त्यहाँ होइन उता भित्र यहाँबाट सो आज हाम्रो यति खराब भयो होइन हजुरलाई हामी देखाउँछु हाम्रो हालत खुसी नहुनु होइन जब यसले झिन्छ नि तब यतिसम्म गाह्रो हुन्छ कि कसम भनेको यसले रुवाउँछ अरे बाइकले यार रुवाउँछ स्टार्ट भएन ल सो गाइस अझ हामी पुग्न कहाँ बाँकी छ डटमा हामी बट हाल्यो कसम थाकेर चुर भइसक्यो हामी चुर भइसक्यो अघि केटा उता अगाडि छ उता अनि भान्जो र म चाहिँ हिँड्दैछ होइन आमार भान्जो चाहिँ हिँड्दैछ एकदम होइन म थाकेर मात्रै बसेको होइन चलाएको छ यसले फेरि लास्टै हातको चाहिँ हात लास्टमा दुख्छ दुईवटा नट एउटा स्कुटी दुईवटा नट होइन एउटा एप्लास हाल्छ होइन अनि बट हामी एकदमै थाकिसक्यो अहिले कुराले हामी अहिले सबैले एकछिन गर्दैछौँ चलाइरहेको छ अब यहाँ हामी औषधि लिउँ भनेको एकछिन लिउँ भने घारी बस्दै धुलोले पनि बिर्स्यो अब पानी अब तातो भने मेडिकल कता हालत खराब भइसक्यो हामीलाई कस्तो हुन्छ यार बाटो हेर्नु हुन्छ यार हामी कति बजी घरबाट निक्लेको अरे 2 बजे निक्लेको अहिले कति बजी टाइम खै त समथिङ 6-7 त बज्यो नि होला के भयो 6-7 त बज्यो होला तर हामी एकदम आज वाइल्ड थाल्छ गाई यार सक्यो भने अनि किन आशिष हाम्रो केटाको बर्थडे छ नि त आज 19 को होइन केटा अम्मा धुलो ल सो गाइज होइन हामी चाहिँ गोडीखेल पुगिसकेको छु अब त्यसपछि चाहिँ हामी पाथी भएर मन्दिर जाने भनेको बिच बाटोमै अब भनौँ न पिच गरेको रहेछ क्या अनि त्यही भएर हामी फर्की अब होटेलतिर खोजिरहेको छ हामी होटेलको भिडियो हामी चाहिँ होटेलमा पुगिसक्यो होइन धुलो देखा धुलोमा सबको धुलो छ अब चाहिँ होइन हामी आइसकेको छु अब चस्माकै साथी हाम्रो साथी हिरो छ नि त अब एकछिन हुँदैन अब भोलि पनि हुन्छन् भनिन्छ सब झन् यहाँ अब यहाँ चस्मा पनि सब धुलो हुने गरे धुलो खाएर आयो साथीहरू कति रुमको हाम्रो अब एकछिन अब हाम्रो यहाँनिर रुम भाडा मिलाउँदैछ एकछिन सो गाइज अब हामी चाहिँ पाथी भएर मन्दिर जानको लागि चाहिँ रेडी हुँदैछु होइन भनौँ न साथीहरूले जे पाइ त्यही बोलेर मैले चाहिँ भोइसमा बोलिरहेको तनमाइन होइन अब सिधै बाटोमा बिहान भेटौँ है त अब अहिले राति केही भ्लग बनाउने होइन र सो गाइस हामी चाबी अफ गरेर आइदिने हो बिना स्थितिले किन पेडमा सघाइदिने होइन यहाँ हिरो छ होइन खाइसक्यो बोलिदिनु नि बिस्तारो सिङमा बाइक भएन रे बाइकले धोका दियो फेरि हाम्रो स्कुलले तानै छैन क्या साथीहरू धोका दिइरहेको छ हाम्रो बाइक सेक्सी देखिरहेको छ क्या उहाँ हेर्नु न क्या दामी कलर हिरो राइडर चाहिँ अहिले यहाँ एकछिन चलाउनु दिइरहेको छु हिजो चलाउँदै गाह्रो चलाउनु लास्ट गाह्रो कुरा हो लास्ट गाह्रो छ त चलाउनु चाहिँ हाम्रो एकजना हिँड्ने एकजना उकालो तान्यो भनेदेखि
कसरी आउनु पर्ने कस्तो गाडी जानु पर्ने हुन्छ लौडे जस्तो भन तर हाम्रो बाइक चाहिँ सेक्सी देखिया हो क्या बाइक नै सेक्सी छ होइन रेडबुल अनि यार साथीहरू यार तपाईँहरूलाई एउटा कुरा भन्नै बिर्सिरहेँ आउँदाखेरि नि घर आउँदाखेरि पनि बेलुकै भयो भनौँ होइन हिजो बाइक चाहिँ लास्ट धोका दिएँ कि बाटोमा होइन भग्यो मलाई मलाई बाइक बिग्रेर हामी भनौँ न राति नै वन जङ्गलमा फसेको थिएँ अनि त्यसपछि मैले उतार गएँ कि बाइक बिग्रिन्छ भने मैले हुत्ताएर गएँ गोली गएँ होइन अनि साथीहरू पछाडि आएँ कि उही त्यहाँ पछाडि के हो भने रुखमा भनेर अनि केटी मान्छे चाहिँ बसिरहेको छ भनेर म चाहिँ अनि त्यस फेरि गएँ लास्टमा म कोही रहेछ क्या के हो तिनीहरू त्यहाँ हामीले देखेन अन्त म नि फेरि हुत्तेर गएँ त्यहाँ होइन केही रहेन सबजना गएँ अन्त सबजना फर्क्यो गोर्खेल ठ्याक्कै पुग्यो अनि त्यसपछि पाथिपाडा मन्दिरको लागि बिहानै भनौँ न 5:30-6 बजीतिर गयौँ अनि बाटोमा अब भ्लग बनाउनु पाएन मैले बाइक चलाएँ साथीलाई त्यति चलाउनु नआउने होइन भन्दा नि साथीलाई चलाउनु नआउने भन्दा पनि भ्लग बनाउनु नआउने हो कि अब के हुनु अब यस्तै हो लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला ल हस् त होइन अब यस्तै भिडियो पहिला पछि लिएर आउँला नि त